मलाई चाहिँ यो घर साह्रै मनपर्छ किनभने यो घरको जुन अगाडिपट्टिको सानो बारदली छ यो बारदलीले यो घरको डिजाइन पनि एकदमै आकर्षक देखिएको छ। अनि यो घर मिनी घर भए पनि यो घरको त सानो बारदली छ जुन बारदलीमा चाहिँ हामीले टक्क बिहान बसेर घाम तापेर होइन चिया खान, बेलुका बसेर हावा खान है, अनि यहाँनिर हामीले कपडा सुकाउनदेखि लिएर हरेक कुराको लागि हामीले यो सानो बारदलीलाई युज गर्न सकिन्छ। यो घर मिनी भए पनि यो घर चाहिँ एकदमै आकर्षक पनि देखिन्छ र यो घरमा चाहिँ सानो बारदली पनि छ। यो घर चाहिँ हामीले मोरङको कादुपाडा भन्ने ठाउँमा निर्माण सम्पन्न गरिसकेका छौँ र ओभरअल सबै कामहरू सकिसकेको छ र अहिले यो घरमा चाहिँ क्लाइन्टहरू पनि बस्न थालिसक्नु भएको छ। अनि विशेष गरी यो घर चाहिँ हामीले कम्पनीबाट निर्माण गरेको घर हो। यो घरको नक्सादेखि लिएर म्याटेरियलदेखि लिएर यो घरको फुल फिनिसिङसम्मको डिजाइनदेखि लिएर ओभरअल सबै कुराको जिम्मा कम्पनीले लिएर गुणस्तरीय मेटेरियल प्रयोग गरेर हामीले यो घरको निर्माण सम्पन्नसम्मको कामहरू गरिसकेका छौँ। यदि तपाईँ पनि आकर्षक डिजाइनको सुविधा सम्पन्न घर गुणस्तरीय क्वालिटीबाट बनाउने सोचमा हुनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्झन सक्नुहुन्छ। हामीले तपाईँको घरको डिजाइनदेखि लिएर नक्सादेखि लिएर तपाईँको घरमा लाग्ने क्वालिटीको गुणस्तरीय मेटेरियलदेखि लिएर ओभरअल सबै कुराको जिम्मा लिएर हामीले निर्माणको कामहरू गरिरहेको छौँ र हामीले नेपाल अधिराज्यभरि हामीले सुविधा सम्पन्न र सुरक्षित घर निर्माण गर्दै आइरहेका छौँ।